साथीहरु आज चाहिँ हाम्रो जुन चाहिँ बजेट भाषण सँगसँगै चाहिँ कति स्यालेरी बढ्यो भन्ने चाहिँ एकदम दोधार भयो। अर्थमन्त्रीको त्यो भाषण नै अलिकति दोधार पार्ने किसिमको भयो। तथापि त्यस्तो दोधार पार्ने चाहिँ छैन। मैले यो चाहिँ अहिलेको एकुरेट तलब कति बढेको र कसरी बढेको त्यो हिसाब चाहिँ म यहाँ बताउँदै छु, हेर्दै गर्नु होला। जस्तै हाम्रो चाहिँ खरिदार वा सो सरहको चतुर्थ श्रेणी र शिक्षकको चाहिँ प्राथमिक तथा तृतीय श्रेणीको शिक्षकको तलब 32,902 जुन चाहिँ हाम्रो आधार तलब थियो। यसमा बढेको भनेको 10% मात्रै हो है। यसमा बढेको कति हो त भन्दा 10% तलब चाहिँ बढेको। 10% भनेको कति हुन्छ भने यसमा चाहिँ 32,902 को 10% भनेको चाहिँ कति हो भने यसमा 10% जोडै भइहाल्यो है। 32,902 प्लस यसको 10% भनेको 3290 हुन्छ। 3290 हुन्छ है। 3290 गर्दाखेरि चाहिँ हाम्रो कति आउँछ भने म क्याल्कुलेटर युज गर्दैछु, अरु पनि गर्नुपर्ने हुन्छ। 32,902 प्लस चाहिँ हाम्रो 3290 गर्दा 36,192 रुपैयाँ चाहिँ यो 10% ले हुन्छ। र यो आधार तलबमा 10% बढाउने भनेको छ र जुन बढेको तलब हो त्यसको 10% चाहिँ प्रोत्साहन भत्ता भनेर चाहिँ भनेको छ। त्यो हिसाबले चाहिँ हामी यसको फेरि 10% चाहिँ के हो त भने बढेको, यो पनि 10% पनि बढेको है। जति बढ्यो त्यसको 10% चाहिँ फेरि हाम्रो आधार तलबमा बढेको प्लस यसलाई चाहिँ 36,192 प्लस 10% गर्दाखेरि चाहिँ टोटल कति हुन आउँछ भने 39,811.2। यो भनेको चाहिँ हाम्रो टोटल बढेको तलब हो। र यस्तै गरेर जुन चाहिँ हाम्रो जुन मासिक रूपमा चाहिँ हाम्रो जुन भत्ता छ 5,000 महँगी भत्ता, त्यो चाहिँ प्लस एड हुन्छ। त्यो चाहिँ यथावत नै छ भनेको छ। त्यसो गर्दा चाहिँ अहिलेको चाहिँ एकुरेट तलब चाहिँ कति हुन आउँछ भने 5,000 गर्दा चाहिँ हाम्रो 44,811.2 चाहिँ यो चाहिँ जुन चाहिँ 32,902 सेलेरी खाने साथीहरुको। त्यस्तै गरेर अब 34,702 है। 34,702 को पनि त्यही हिसाबले चाहिँ निकाल्नु होला। र यो टोटल चाहिँ कति बढ्यो त भन्ने कुरा चाहिँ टोटलमा एभरेजमा चाहिँ कति आउँछ भने यो टोटल गर्दा चाहिँ 21% नै आउँछ है। 32,902 को 10% पहिला बढ्यो। जति बढेको हो त्यसको फेरि 10% चाहिँ प्रोत्साहन भत्ता भनेर चाहिँ बढ्यो र टोटल बढेको चाहिँ यो हाम्रो चाहिँ 39,811.2 हुन्छ। र महँगी भत्तालाई यथावत भनेको कारणले गर्दा त्यति नै हुने भयो। र टोटल सेलेरी चाहिँ कति 44,811.2 चाहिँ यो चतुर्थ श्रेणी, प्राथमिक तथा तृतीय र त्यसै गरी खरिदार